जाम भइसकेको छ यता भिड भडाक अनकोसी महेन्द्रनगर आउनु मन थियो पहिलेदेखि नै तर आउनु पाएको थिएन अत्तरिया भन्दै त आउनु पाएको थिएन म सधैँ भन्थेँ म कहिले जाने होला भनेको यो वर्ष मलाई यहाँ आउन पाएँ मैले एकदम खुसी लागिरहेको छ मलाई तपाईँ सम्पूर्ण आमाहरू पछाडि हुनुहुन्छ आमा बुवाहरूलाई नमस्कार छ 2 हात जोडेर नमस्कार छ दाजुभाइ दिदीबहिनीहरूलाई नमस्कार छ साथीहरूलाई नमस्कार छ यो मायाको पात यस्तै सधैँ रहिरहोस् भन्न चाहन्छु नेपाल फिर्ता गरिदिनु होला नेपालको सरकारलाई म आग्रह गर्न चाहन्छु प्लिज दिनेश नायकलाई रसियाबाट फिर्ता ल्याउनु होला नेपाल ल्याउनु होला आमा बुवाको हातमा सुम्पिदिनु होला भन्न चाहन्छु त्यही नै हो थ्याङ्क यू छिटोभन्दा छिटो फिर्ता हुनुहोस् दिनेश नायकज्यू अब घरतिर जान लाग्छौँ हामीहरू बाटो कहाँ मेलामा लफडा भयो के तलबाट डिजेको तार सार चट हानिदियो त्यहाँ कहाँ छ म बहिनी